चाहिँ भ्लग बनाउँदैछ यहाँनिर चालु हुँदैछ चस्मा लगाइदिउँ न यसो हिरोइन बनिदिउँ न फाइदा उ पनि थाहा छैन हौ हामी कहाँ आइरहेको छु भनेर यहाँ चाहिँ यस्तो छ ठाउँ चाहिँ यहाँ चाहिँ खेल्ने ठाउँ रहेछ त्यही हो माथि जानुपर्छ जस्तो लाग्यो मेरो मिटिङ गएको थिएन अनि एकचोटि मलाई नि एक्लै गएको थियो क्या ऊ चाहिँ फेरि एक्लै आएको ठाउँ पनि थाहा थिएन उसलाई नि माथिकै कता कता फोटोहरू त पठाउँदै थियो मलाई त्यही हो ट्याक्सी त आउँछ कता ए हजुर चिया हजुर छैन पैसा हामीसँग त भगवान् डर लाग्यो यार नानी नानी भन्छ त नानी नानी भन्छ यो बिचरा कस्तो माया लाग्दो मलाई त डर पनि लाग्छ कि फेरि यस्तो मान्छेहरू दिने दिने भयो त उसले चाहिँ पैसा दिइरहेको छ जाउँ न त हाम्रो चाहिँ भ्लग है यहाँदेखि स्टार्ट हुँदैछ हाम्रो गोदावरीको भ्लग चाहिँ त्यही हो ठाउँ चाहिँ यस्तो राम्रो रहेछ नि मान्छे हेर न राम्रै भएर राम्रै देखायो होला म चाहिँ भ्लग बनाउनु पर्ला यहीँदेखि स्टार्ट गरेको मैले चाहिँ है यहाँनिर कुकुर पनि छ खै त जुमै हुँदैन नि टोक्दैन यहाँनिर जस्तो छ मान्छे चाहिँ फोन चलाउँदैछ राम्री मान्छे यहाँ त डाटा त चल्दैन अब कसरी टिकटक बनाउनु आज ला टिकटक मैले सेभ गरेर आएछ मैले चाहिँ गाडीहरू गइरहेको छ अब अलिकति माथि पुगेछु यहाँ चाहिँ फुल छ यहाँनिर चाहिँ गाइस यहाँनिर चाहिँ एउटा घर छ कसको घर होला यहाँनिर देख्नुभयो होला यो के त केही छैन अनि स्पिडमा दिनु परिहाल्यो नि भने कस्तो स्पिड क्या झन्डै मलाई उडाइदिएलाई जस्तो गरेर सबै गयो मेरो त चञ्चल यो चञ्चल मन तिमीलाई नै खोज्छ ओ तारिए बर्सियो छरी आज राम्रो क्वालिटीबाट मेरो टिकटक बनाइदेऊ ल ल ल हस् हुन्छ नि म्याडम भइहाल्छ नि मेरो पनि खिच्दियो त अगाडिबाट न यस्तो यो चाहिँ मेरो पिन हो ल गाइस के हो रे प्रज्ञाले बाइकमा के च्याप्प समातेर गइदिइरहेको उसको बोयफ्रेन्ड कसले लान्छ भने त्यस्तै हो गाइस रिलेसनमा के बोयफ्रेन्ड गर्लफ्रेन्डसँग आएपछि यस्तै हुँदो रहेछ बिचरा हामी चाहिँ अब कहाँ गयो कुन्नी उसको त अब लजाको हो अरे क्या उसको बोयफ्रेन्ड चाहिँ मेरो त छैन अब के गर्नु यस्तै छ गाइस भएर नि खोइ त मेरो चाहिँ जानु पाएको अनि भए पनि प्रब्लम नभए पनि प्रब्लम क्या यहाँ चाहिँ यस्तो हुन्छ आवाजहरू के अरे किराहरू कराएको आवाजहरू आइरहेको छ गाइस हेर न ऊ राम्री हिँडेको रे आम्मा नक्कली अझ राम्रै देख्छ म चाहिँ चस्मा लाउने खोल्ने घरि निधारमा हाल्ने त्यही हो कस्तो पो देखेछ कुन्नी यहाँतिर त बोयफ्रेन्डसँग आउँदा पो ठिक हुने रहेछ टिकटक अहिले उता गएर बनाउँदा नि हुन्छ क्या मान्छेले टिकटक बनाउनु पर्यो हो त्यसरी हल्लाएर बनाउनुपर्छ क्या भिडियो चाहिँ अनि मेरो साथीहरूले यसरी एक ठाउँमा राखिदिन्छ आज उनीहरूको उल्टा हालिदिबस्छ के ए टिकटक बनाएको है गाइस
यो म्याडमको टिकटक बनाइदिनु अरे अनि त्यहाँ पछाडिबाट एकजना खोइ को अङ्कल आयो क्या पैसा माग्दै थियो भने जस्तो लाज लाग्यो भने डर लाग्यो क्या जस्तो कोही कृपी हुन्छ नि त मान्छेहरू है हो भन न हो नि मान्छे टिकटकमा चलाउन व्यस्त छ गाडीहरू गइरहेछ कहाँ पुग्ने हो थाहा नै छैन हामीलाई त है भर्खर आएको सो गाइज भ्लग चाहिँ अलि डरलाग्दो छ त्यही भएर माइन्ड नगरिदिनु होला कृपया तर मेरो मेकअप कता कता पुग्यो गाइजहरू राम्रो छ के उसको मेकअप हेर न कस्तो राम्री देखिरहेछ अझ मेरो पर्छ हौ म राम्रो यो देखेछ निकाल्नु पर्ने रहेछ है राम्रो देखेछ हो आफू त अब यस्तै हो गाह्रो छ पुरानो जमानाको मोडल के कहाँबाट जाने हो र हामी खोइ आउनु चाहिँ आयो कुन्नी थाहा नै छैन कहाँबाट हो यहाँ त यस्तो रहेछ राम्रो छ ठाउँ ए टिकटक मात्रै बनाएर गइदिने नि त्यहीसँग जानुपर्छ भने अब जेलमा पुग्ने जस्तो के पुलिसको गाडीमा पुगेर लगेछ ला अब बच्चाहरूलाई त किन गरे होला यहाँतिर बच्चाहरूलाई पुलिसको गाडी पुलिसको गाडी सामान बोक्ने गाडी हो त्यो अझै म त पुलिसको गाडी भनेर सोचिरहेको रहेछ त्यो त्यसलाई क्या त्यो माथि पनि रोड रहेछ भनेको ला माथिबाटै जानुपर्ने हो कि जस्तो लाग्यो उसो भए त गोदावरी माथिबाटै होला नि सोधौँ न यहाँको मान्छेलाई सोध्ने हो कहाँ सोध्ने गोदावरी के बोटानिकल गार्डन भन्ने होइन आन्टी ऊ त्यो माथि बोटानिकल गार्डन जाने कहाँबाट हो यताबाट जाने हो ए हस् धन्यवाद जाऊँ यहाँबाट रहेछ नि त बाटो त तितौराहरू खाने भयो यहाँ कति रहेछ बिचरा तिमीलाई तितौरा खानु मन लागेन होला मलाई त मिठो लाग्दैन हौ त्यो त है रङ्गिला चाहिँ ठिकै लाग्छ मलाई त पहिला चाहिँ बेसरी खान्थ्यो आजकल त सोधी चाहिँ हेर्नु पर्थ्यो तर कुखुरा आहा कुखुरा गार्डन भ्यू रेस्टुरेन्ट ट्राउट फार्म रे ट्राउट फार्म रे क्या माछा फार्म ए माछाहरू पनि रहेछ यस्तो रहेछ यहाँ चाहिँ वा कस्तो राम्रो क्या यहाँ पो आउनु पिसफुल है नेचरतिर कहिले कहिले आउनुपर्छ है मैले पनि हिजो सिकाएको थिएँ होइन भ्लग बनाउनुलाई मैले यस्तो बनाऊ भ्लग एक्साइटिङ न त आइफोन 20 बोकेर हिँडिरहेको छ हामी दुईजना म चाहिँ आइफोन 20बाट भ्लग बनाउनु 2017 छैन मलाई नि पसिना त आइरहेछ आफूको मेकअप गाजल त कहाँ पुग्यो नि मेरो त्यही छ त्यही छ मेरो चाहिँ त्यही छ आज हामी धेरै गर्मीमा हिँड्नु परेन नि त नि गाडीमै आएको हो तर त्यो गाडीको अङ्कल राम्रो थियो है याङ्गोको राम्रो थियो एकदम फ्रेङ्क एकदम राम्रो रहेछ याङ्गो चलाउनु है गाइस याङ्गो पनि राम्रो हेर्दा नि म त ला धेरै लिन्छ कि भनेर डर चाहिँ लागेको थियो क्या किनकि त्यहाँदेखि यहाँसम्म 500मा आउनु भनेको इट्स अ बिग डिल क्या याङ्गोमा इनड्राइभ भन्दा नि चिप रहेछ तर इनड्राइभ त राम्रो हुँदैन क्या है मलाई लाज लाग्यो भ्लग बनाउन पनि मलाई त यतिकै भिन्दा त लाज लागिरहेको छ भ्लग बनाए त मेरो त नाक त कहाँ पुग्छ त्यो एकछिनमा भेटौँला गाइस वा यहाँदेखि छ हामी चाहिँ टिकट काटेर भर्खर यहीँ छेउमै थियो टिकट काट्ने ठाउँ चाहिँ यहीँ बाहिरबाट अनि हामी चाहिँ यहाँबाट आइरहेछ कस्तो राम्रो शीतलमै जानुपर्छ वा कस्तो राम्रो ठाउँ के एभ्री वान सुड घरमा त कस्तो नेचरहरू लास्टै मनपर्छ सो त्यही हो म्याडम नाच्यो के रहेछ यहाँतिर चाहिँ हेरौँ न बायोडाइभर्सिटी एजुकेसन वाउ कस्तो राम्रो नि यहाँ त कति राम्रो छ सो प्रिटी म्याडम आउनु न हौ अहिले एकछिन हेरौँ न भ्यूहरू हेरौँ न तिमी टिकटक बनाउनु भन्दा अहिले मेकअपै गइसक्छ अहिले नि टिकटक चाहिँ मेकअप त सामान लिएछ नि टिकटक बनाउँदा भइहाल्यो कस्तो राम्रो मेकअप गर्दा ओ यहाँ फोटो खिचौँ न वाउ कस्तो राम्रो लखाइदेऊ म खिचिदिन्छु तिम्रोबाट मेरोबाट ल है पखाइ
यता देऊ न यता समात्छु म चाहिँ यसरी बाङ्गो खिच्छ ल अगाडि चाहिँ बडा टिकटक यहाँ उता टिकटक बनाउने म्याडमलाई टिकटक बनाउने हतार छ कि यस्तो राम्रो भ्यू छ हो यहाँ बनाउनु पर्ला यो देखाएर ठ्याक्कै होइन ल यहाँ के राख्नु मिल्छ ब्याग राख्नु मिल्छ खोइ थाहा भएन मलाई चाहिँ बाँदर त आउँदैन नि बाँदर आयो भने तिमीलाई लखट नलाउने ऊ म्याडमको टिकटक बनाइदिन्छ आई विल बी ब्याक ओके गाइस इफेक्ट छैन क्या त्यो यस्तो यस्तो गरिदिनु त हेर त नत्र इफेक्ट छैन होइन इफेक्ट भएको भए यहाँ देखाउँछ छैन ए हो म्याडमजी अहिले बनाउने नि त मेरो फोटो खिच्देऊ न त यस्तो हल्का यतातिर ल गर्मी पो लाग्छ त मलाई त गाइस अब चाहिँ भिडियो खिच्यो भिडियो हेरेँ टिकटक हल्का बनायो फोटो सोटो खिच्यो फेरि अब यहाँबाट कहाँ जाने हो एकदम तपाईँहरूलाई म हामी देखाउँछ नि यहाँतिर कस्तो के छ भने उयो त स्नेल हेर्नु त गाइस चिप्ले किरा ल गर्मीले हेर मेरो क्रिम कहाँ पुगेछ रोलमा छैन केही भएको छैन यहाँबाट फोटो खिचिरहेको रहेछ उताबाट जाऊँ हेर न हेर वा मान्छेलाई कति चिप्ले किरा मन परायो जाउँ न कतै ल जाऊँ ल फोटो खिच्दै रहेछ छिटो जाऊँ ठाउँ चाहिँ राम्रो क्या पिसफुल यहाँनिर बसेर उयो गर्दा नि हुन्थ्यो नि वाउ गाइस यो ठाउँ चाहिँ आउनै पर्ने हुन्छ सबैजना यहाँभित्र छिर्नु मिल्छ मिल्दैन होला है हामी चाहिँ भर्खर टिकटक बनाएको काभ्रेली समथिङ टिकटकमा फलो गर्नु होला है गाइजहरू मेरो डोलमा TMANG छ नाम चाहिँ TMANG जाऊँ उतापट्टि जाऊँ न त वाउ त्यहाँ कस्तो राम्रो के यो ठाउँ चाहिँ आउनै पर्छ है गाइजहरू मेरो भ्लग चाहिँ कस्तो कस्तो भइरहेछ ओ माय गॉड हे हेलो कस्तो राम्रो फुल यहाँबाट यस्तो कस्तो रमाइलो छ यहाँ ठाउँ त मान्छे म्याडमको फोटो खिचेँ मलाई चाहिँ लाज लाग्यो क्या कोही सबैजना गएपछि मात्रै खिच्छु भनेको खोइ ए पानी जहाज होइन यसलाई ड्रागन फ्लाई भन्छ होइन हो कस्तो राम्रो क्या तर वाउ कति राम्रो ठाउँ हामी चाहिँ यहाँ फोटो खिचेर बसेको गाइस कस्तो राम्रो ठाउँ क्या त्यहाँ माथि पनि कस्तो राम्रो ब्याग चाहिँ यहाँ राखेर म्याडम चाहिँ यहाँनिर फोटो खिच्दा पुग्यो मलाई नि पुग्यो कस्तो राम्रो राम्रो आएछ फोटोहरू मेरो ब्याग चाहिँ कहाँ छ गाइस उयो निकाल्दा त तिम्रो होइन मेरो हो चेन पनि लगाइदेऊ न यो यहीँ भित्र ल त्यही भनेर बेल्ट क्या चस्मै भएन कि मेरो उयो चाहिँ कुच्चो जस्तो लाग्यो है गाइस कस्तो राम्रो ठाउँ है वा यहाँतिर त फुलहरू पो थियो त कस्तो रहेछ मेरो मेकअप गएछ नर्मल छ गएको छैन वा यहाँ क्रिमहरू ग्याप्पै छ कि भनेको छैन पछाडि फोटो खिचिरहेको कस्तो राम्रो के यतातिर नि खिच्नुपर्छ है
टिकटकमा चाहिँ बनाउँछ अब म्याडमको टिकटक यहाँ बनाउने अरे म्याडमजीको क्यामेराम्यान त हजुर हो कति राम्रो आएको नै ल है हजुरको चस्मा नलाइसिने लाइसिने ल कहाँ बनाउने टिकटक हामी अघिकै गीतमा भएको छैन मेरो त मेरो काभ्रेली सन्धिको चाहिँ गीत बनाउनै पर्छ बनाउनुपर्छ अहिले चाहिँ अघिको जसरी भए नि बनाउने हो अघिको ठाउँमा राम्रो थियो क्या बनाउनु पर्छ जसरी पनि तर धन्न आज पानी परेन उता हेर न फुलहरू यहाँ यो ठाउँ चाहिँ आउनै पर्ने हुँदो रहेछ है आउनै पर्छ यो ठाउँ चाहिँ कस्तो राम्रो ठाउँ हो आकाश हेर्नु न कति राम्रो मेरो फोन क्वालिटी राम्रो छैन त्यही भएर यतापट्टि नै राम्रो आउँछ तर वाउ हामी चाहिँ त्यो ठाउँमा जाने हो त्यो ठाउँमा जाने हो हामी चाहिँ कस्तो राम्रो रहेछ फुल त हेर्नलाई ल जाऊँ होला हामी अहिले एकछिनमा बनाऊँ न है अहिले एक्सप्लोर गरौँ न ठाउँ घुम्न आएको ठाउँ टिकटक बनाउँदै बस्छ अहिले एकछिनमा बनाउँदा हुन्छ नि टिकटक कस्तो राम्रो के है तपाईँ ठाउँ त गाइजहरू कस्तो भइरहेछ होला तपाईँलाई भिडियो हेरेर राम्रो केही इन्जोयमेन्ट त केही छैन त्यही पनि कस्तो राम्रो के ठाउँ त गाइजहरू ल म्याडमको पनि हिरोइनको पनि एन्ट्री आयो है कति राम्रो राम्री छ हो राम्री जो चाहिँ राम्री छ त्यसलाई आफूलाई नराम्री भन्दै बस्छ उता जाने होइन हामी कि त्यहाँतिर ढोका रहेछ जानु मिल्दैन क्या हो मिल्छ सबैजना गइरहेछ यहाँतिर कस्तो राम्रो फुलहरू देखेँ क्या मैले अलिक खोला ठुला आएको भए त राम्रो देख्थ्यो होला यहाँ पनि 50 रुपियाँमा यत्रो घुम्न पाउँछ अनि मैले भने होइन त्यहाँतिर बोटा के अरे 100 रुपियाँ भने होइन 50 हो दुईटाको चाहिँ 100 रे त्यो अगाडिको दिदी पनि दुईजना थियो हुनुहुन्थ्यो नि त यहाँबाट जाने हो यता ए त्यहीबाट रहेछ यस्तो छ बनाऊ न यहाँतिर चाहिँ गाइस डेटिङ आउँदाखेरि नि हुने रहेछ एक्लै बस्नलाई हुन्छ नि एक्लै अलोन टाइम चाहियो भने नि यहाँतिर नेचरमा आउँदा हुन्छ कति राम्रो रहेछ ठाउँ चाहिँ आई लभ इट एभ्री वान सुड कम दिस प्लेस इज मस्ट हेर्नु न कति राम्रो छ त्यही हो गाइस त्यो फुल कति राम्रो रहेछ नि कति राम्रो के वाउ अब यहाँबाट कहाँ जाने हामी ठाउँ त ठुलो छ क्या है ठाउँ ठुलो छ क्या गाइस जहाँ बस्नु नि हुन्छ मान्छेहरू धेरै भए पनि लाइक प्राइभेसी चाहिने ठाउँ पनि हुन्छ कि यहाँ मान्छे भ्लग बनाउन स्टार्ट गरेछ उसले नि रतन जस्तो के ए त्यो जापानमा थियो होइन त्यो त रतन के भन्नु टिभी पऱ्यो भन्दै थियो त अस्ति त ए हो मैले नि देखाएको थिएँ माथि राखौँ होला यस्तो हल्का कस्तो राम्रो क्या यहाँनिर बगाउँछ हो त्यस्तो ठुलो खोलाले के अरे बगाउँछ यस्तो ठुलो खोलाले कत्रो ठुलो खोला नि बगाउँछ यस्तो गर्दै के म्युजिक माथिपट्टि जान मिल्छ होला नि यहाँबाट म्युजिक ल गर न मजाको कहाँ जाने अब उतापट्टि जाने हो उता अघि मैले फुल जस्तो देखाएको छु है माथि पनि जानुपर्छ सबै ठाउँ जाने हो नि यहाँ त कस्तो राम्रो देखेँ क्या बोयफ्रेन्ड अब को बोयफ्रेन्ड बनाउँछ त्यसलाई लिएर आउनुपर्छ टक्काएर यहाँनिर गाडी भाडा चाहिँ अब अलिकति त्यस्तै हो तर यहाँ डेटिङ बस्नुलाई ठिक्क हुन्छ न राम्रो
भनेको खोला यता आऊ पुतली के हाम्रो पछि पछि आइरहेछ भनेको मेरो फोनमा अघि टाँसे टाँसे अहिले फेरि आइरहेछ वहाँ यहाँतिर यहीँतिर शीतलमा नबनाउने भिडियो ए यहाँ कहाँ बनाउने उता बनाऊँ न उता राम्रो आउँछ जस्तो लाग्यो हामी चाहिँ अब फेरि टिकटक बनाउन टिकटक त छोड्नै भएन है गाइसहरू छोड्नै भएन डर लाग्छ मलाई त अघि पुतली मेरो फोनमा टाँसेर टाँसेर हामीलाई नै पछ्याउँछ भनेको भने भिडियो बनाऊँ भनेको बातरा नै छैन शीतलमा बनाउने शीतलले यतातिर छ अघि उठेर त फोन त राख्नु त अघिको ठाउँमा ठिक थियो क्या है अब तिमीलाई लाज लाग्यो भन्यो अनि मैले नि अहिले त मान्छे छैन होला है के थाहा होला आउँछ होला अझै पनि ल यहाँ त चिप्लो छ कि छैन छैन त्यहाँ ढुङ्गामा टेक कहाँबाट जाने हो यस्तो गर्ने गाउँघर जस्तो हो र अनि यो त म त चिप्लिन्छ नि फेरि ल चिप्लिन्छ भन्दा भन्दै आइ पनि हालेँ म वाह उता राख्ने हो फोन उता राखौँ अनि हो यहीँतिर राखौँ यहाँतिर राखौँ टिकटक बनाएको है गाइज अब लास्ट चाहिँ पानी हो जस्तो सब पिउने पानी सन्धिबाट डान्स बनाउने ठाउँ जम्न त त्यहाँदेखि मैले यो ठाउँ हेर त कति राम्रो यहाँतिर फोटो खिच्दा पनि राम्रो आउँछ होला मोडलहरू नेक्स्ट टाइम आएर राम्रोसँग खिच्ने बस्ने हो त एकछिन अब केही त छैन यहाँ बस्यो भने त भत्किन्छ होला गाइस वाट डु यु से यहाँ बस्यो भने भत्किन्छ है भत्किँदैन कमेन्ट बस त टिकटक बनाउने भने होइन कि पानी खाने तिर्खा लाग्यो गाइस हामी चाहिँ यहाँबाट बल्ल टिकटक बनाएर फोटोसोटो खिचेर बसेको यस्तो है एङ्गल मिलाउँदा मिलाउँदा गाह्रो भयो सुट सक्यो अब आजलाई हामीले पनि पानीहरू गाइस यहाँ आउँदाखेरि चाहिँ पानीहरू अनि खानेकुराहरू बाहिरदेखि लिएर आएको राम्रो होला न त यहाँतिर मलाई चाहिँ तिर्खा लगाएर केही पनि लिएन नि त हामीले त कस्तो प्याक प्याक भएर है तिर्खा लगाएर कस्तो ल ल गाइस अब यत्तिकै डुल्छु यति हो माथि गयो उतातिर माथिपट्टि जाने भनेको थियो होइन हामी त त्यहाँपट्टि गयो भने तपाईँलाई देखाउँला बाई म त बाहिर छु नि आज कस्तो राम्रो छ यहाँ पनि ठाउँ वाउ यता हेर त यता कस्तो राम्रो आएको क्या है राम्रो हो सेकी सेकी अन्त बस्ने ठाउँहरू पनि छ रहेछ अब कति बज्यो भन्दाखेरि अब 2 बज्न आँट्यो 2 बज्न आँट्यो कतिखेर निस्किने हो हामी चाहिँ हेर त अनुहार पुज्नुपर्ने जस्तो छैन छैन राम्रो देखेछ फोहोर त्यहाँ पाइटमा कसको ला मेरो हेर्नु न यहाँ गाइस फोहोर लाग्यो के थाहा म कहाँ बसेँ अघि त्यो बस्दाखेरि होला नि हामी चाहिँ फोटो खिचिदिएको है अरू मान्छेहरूको इट्स गुड टु बी अ गुड ह्युमन बिङ यहाँ हेर्नु न गाइस कस्तो राम्रो छ पिसफुल छ क्या एकदम पिसफुल छ क्या एकदम माथि राम्रो छ नि त ठाउँ यहाँ चाहिँ नो एन्ट्री यहाँ पनि यस्तो रहेछ भित्र चाहिँ देखाइदिए हेरौँ न त यस्तो छ गाइस खै यो के को पानी हो यिनीहरूलाई हाल्नु त होला त्यही हो गाइस यहाँ चाहिँ यति माथि चाहिँ अब कतिखेर घर जाने अब त घर जाऊँ होला यति नै हो गाइस भ्यूहरू यहाँबाट हेर्नुहुन्छ कति राम्रो छ कति पिसफुल छ क्या धन्न तिमीले याद दिलाइदियो मलाई भ्लग बनाउनु पर्छ भने नत्र म त कति ग्याप लिएँ त्यही हो गाइस भ्यू हेर्नु यति हो रमझम रे कस्तो
गर्मी क्या यही पानी पिउन लाग्यो कि मेन त खोला गाइजहरू आउनु होला है यहाँतिर पिसफुल छ एकदमै पिसफुल अब घर जाने होला नि है के गर्नु यता देखौँ कति राम्रो देखेको क्या झन् राम्री मान्छे हुँदा त वाउ यहाँ पर लेङ्गा लगाइरहेको छु यहाँबाट अब चाहिँ घर जाने होला हामी अब हेर न अघि आउँदा कस्तो एक्टिभ थियो अहिले त यस्तो गर्मी पनि छ नि त तर धन्न आज पानी चाहिँ परेन यताबाट जाने होइन अघि त यताबाट आएको थियो एकपटक यताबाट फर्कौँ न त मिल्छ भने त्यहीँ त पुग्छ भने होइन पुग्यो भने राम्रो यहाँबाट ए बाहिर एक्जिट रे नि त ए यहीँबाट हो रहेछ ठ्याक्कै त्यो देउलीहरू जाँदै गाइजहरू एक नम्बरवालामा पनि टिकटक भयो काबेली सम्धिमा नि भयो काभ्रेली सम्धिमा चाहिँ सक्दैन नि तामाङहरूलाई भन्ने पनि भयो यति खुसी भने तर क्वालिटी चाहिँ कस्तो आउने हो क्वालिटी त अब लाज मर्दो आउँछ होला मेरोमा चाहिँ त न आफ्नोबाट केही बनाएको छ के एकदम भरे राम्रो क्वालिटीमा पठाइदिनुहोस् ल ल वाट्सएपबाट यहाँतिर चाहिँ यस्तो के हुँदैछ यहाँ बेहुला र बेहुली सुटिङ हुँदै रहेछ सुटिङ हुँदै रहेछ यहाँनिर गाइस आजको लागि चाहिँ यति नै हो के भन्छ तपाईँहरू पनि आउनु होला मैले भ्लगमै कतिचोटि भनिसक्यो आउनु होला भनेर आउनु होला त्यही हो नमस्ते बाई बाई एक्जिट